हामी चाहिँ रेडी भइसकेको छ। अब चाहिँ हामी खाजा खाने। आलुम भन्छ। आलुम आज चाहिँ पर्यो म So hello everyone, namaste and kafulo सबैजनालाई. This is me Norsang. New day, new vlog है. And आज चाहिँ मैले बिहानै vlog start गर्दैछु because यसको अलिकति अगाडि पनि तपाईहरुले देखिहाल्नु होला है. बिहानै आज चाहिँ कति 7:30 8 बजेदेखि नै पानी यस्तो डरलाग्दो पर्यो यहाँ पनि. बोलिहाल्छु नि म गाइस हेर्छ यस्तो डरलाग्दो कस्तो डरलाग्दो पानी पर्यो नि त आज बिहानदेखि चाहिँ पर्खिनुहोस् न पछाडि ब्याकग्राउन्ड हल्ला है आज चाहिँ बिहानै पानी पर्यो नि त दादा मायाको पनि आज मायाको पनि आज चाहिँ बिहानै ड्युटी थियो होइन बिहानै जानु पर्यो 7 बजीतिरै उठेर गएछ अन्तखेरि म पनि त्यहाँदेखि एकछिन बादमा चाहिँ यहाँ बालुरघाटमा पनि पुरा पानी हावा पानी स्टार्ट भयो हो त्यसपछि त्यसको पनि म अलिकति पछाडि हालिदिन्छु त्यो चाहिँ मैले क्लिप खिचिराख्छु माथि छतमा एकछिन गएर अन्त त्यहाँदेखि चाहिँ मलाई निन्द्रै लागेन त्यहाँदेखि चाहिँ एकछिन बाबा त्यहाँदेखि चाहिँ मलाई निन्द्रै लागेन हो त्यतिकै अन्त चिया बनाएर अरू बेला त मायाले बेड टी दिन्थ्यो हो बाहिर मलाई बेडमै त्यसपछि मात्रै उठ्ने बानी लगाएको छ तर आज चाहिँ अब आफै उठेर चिया बनाएर त्यहाँपछि एकछिन ढल्किरहेँ त्यसको बादमा चाहिँ भाइ अहिले भर्खर उठेर चाहिँ अब भाइलाई पनि खाजाहरू दिनु पर्यो म पनि खाजाहरू बनाएर खानु पर्यो भनेर चाहिँ उठेँ अब है आज चाहिँ दिन अहिले त शीतलै छ अब बेलुका के अहिले दिउँसो कस्तो हुन्छ के हुन्छ आज चाहिँ फाइनली पानी पर्यो ठुलो हो अन्त अब माया त बेलुका मात्रै आउँछु भन्नुहुँदै थियो ड्युटीबाट अन्त दिनभरिको अब आज आमा छोरा मात्रै हुन्छ अन्त उतापट्टि बहिनी पनि छ है अब हामी दिउँसो अब खाजाहरू के बनाएर खान्छ के हुन्छ आज दिनभरिको हेर्दै जानुहोस् है हेर्दैन ए क्युटी आपा कहाँ गयो गाइजहरूलाई भनिदिनुहोस् न आपा कहाँ जानु पर्यो आपालाई भर्खर फोन गरेर के भन्यो बेबीले अन्त आपाले के ल्याइदिनुहोस् ल भने आपालाई फ्यान ऊ पानी पर्नु फेरि स्टार्ट भयो आज चाहिँ दिनभरि पर्छ होला सायद शीतल हुने भयो आज चाहिँ झनै सो अहिले भेटौँ है गाइज म खाजाहरू बनाइहाल्छु भाइलाई पनि खुवाइदिइहाल्छु ल सो अहिले चाहिँ भाइलाई खुवाइदिइसकेर अब हाम्रो लागि बनाउँदैछु हाम्रो भन्नाले म र उतापट्टि बहिनीको लागि चाहिँ है अहिले भर्खर चाहिँ हामीले यो बनाएर दुईजनाले बनायो हामी चाहिँ यसलाई एरे भन्छ हामी चाहिँ यसलाई एरे भन्छ होइन ऊ बहिनी चाहिँ आसामको हो नि त अन्तखेरि उनीहरूले चाहिँ के भन्छ अरे हौ आलु के भन्छ अरे हौ अल्ला के भन्छ अरे त्यसले के भन्छ अरे अब यो मैले पकाउँदैछु अहिले रेडी भएर देखाउँछु ल तपाईँलाई पनि हामी चाहिँ रेडी भइसकेको छ अब चाहिँ हामी खाजा खाने दुईजना बसेर यस्तो भएको छ अब हामी चाहिँ खाएको औ तिमीहरूकोमा के भन्छ अरे यो भनिदेऊ त आलुम भन्छ आलुम यिनीहरूको चाहिँ यो हामी चाहिँ एरे भन्छ हो यिनीहरूकोमा चाहिँ आलुम भन्छ अरे ऊ चाहिँ आसामबाट हो नि त है आसाममा कि कहाँनिर चाहिँ आसामतिर तिमीहरूकोतिर चाहिँ अब नेपाली नै हो तर आसामको हो होइन अन्तखेरि उनीहरूले चाहिँ आलुम भन्छ अरे हामीले चाहिँ यसलाई एरे भन्छ हो अन्त खाएको ल हामी गाइस दिनुहोस् तपाईँहरू पनि खानुहोस् मुसो है कस्तो भएछ औ मिठो भयो दामी ब्याकग्राउन्ड चाहिँ हेरिहाल्नुहोस् अब ओछ्यानहरू उठाउनु पर्छ काम गर्नु दामी भयो भन दामी भन दामी भन्छौ
ओइ आज चाहिँ पऱ्यो मजाले आज चाहिँ दिनभरि पर्ने रहेछ पानी है अन्त मायाहरू पनि बिहानै ड्युटी पुग्छ आज त बेलुका मात्रै आइपुग्छ अहिले भर्खर चाहिँ मैले खाजासाजा खाएर कामसाम सकेँ अन्त यसो छतमा आएको अब अहिले भाइ पनि आइपुग्छ नभए मम चाहिँ हाल्नुपर्छ है दामी भएर आज शीतल यहाँ हेर्नु न अन्त तपाईँहरूलाई म एउटा कुरा देखाउँछु कस्तो दामी छ नि क्याक्टसमा एक्चुअली मेरो क्यामेरा चाहिँ भयो क्याक्टसमा हेर्नु न प्लान्ट पानी परेर अहिले चाहिँ दामी भिज्यो हामी चाहिँ अगाडिपट्टि यस्तो छ है बाटो गल्ली हो यो चाहिँ उयो हेर्नुहोस् मैला रहेछ उसको जमिन होला त्यहीँ भक्कु मैला फ्याँकेर यहाँ पर चाहिँ मेन बाटो छ अगाडिपट्टि यहाँ दादाहरूको उयो छ पुलिस लाइन यहाँ छ त्यसको अगाडिपट्टि यहाँनिर चाहिँ मेन रोड छ यहाँ पुलिस लाइन छ यस्तो भइरहेको छ वेदर चाहिँ दामी हेरेर इन्जोय गरिदिँदै गर्नुहोस् है अब म पनि एकछिन रेस्ट गर्छु